हेलो वेलकम टु माई भ्लग। आज पनि मेरो भ्लग सुरु भइसक्यो है त। अब काममा लाग्यो। अहिले चाहिँ समय फेरिरहेको छ काम गर्ने, किनभनेदेखि अब यो जसरी जसरी मौसम चेन्ज हुन्छ, विन्टर समर, त्यसै गरी हाम्रो चाहिँ काम गर्ने समय चाहिँ फेरिन्छ। त्यो कारणले गर्दाखेरि अब रुमतिर बाट चाँडै निस्किनु पर्ने हुन्छ कामको लागि। यो कत्रो गाडी आयो यार, खाना साउन दिएन त। यहाँको गाडीहरू ठुल्ठुलो हुन्छ, 22 चक्के हुन्छ, 30 चक्के। अनि अब यो 22 चक्का भएको 30 चक्का भएको गाडी आयो भनेदेखि त पुरा खानु साउन दिँदैन यार। 2 4 6 8 10 12 14 चक्के रहेछ, तर पनि त्यत्रो साउन। यो गाडीले खानै साउन दिँदैन। र यो भ्लग चाहिँ मेरो चाहिँ विशेष चाहिँ साउदी अरेबिया हुँदाखेरि चाहिँ हाम्रो डेली हाम्रो लाइफस्टाइल चाहिँ कसरी सर्भाइभ गरिन्छ भन्ने चाहिँ एक्सप्लोरिङ भिडियो हो है त। जहिले काममा जाँदै गर्दा भिडियोहरू बनाउँदै जान्छु। यहाँदेखि यो 20 मिनटको बाटो छ मेरो कोठादेखि अलिअलि मान्छेहरू चिन्नु थालेछ है। यतातिर मलाई हिजो पनि 3टा गाडीबाट यहाँ अर्को गाडी आउँछ, यस्तो गर्दै जान्छ। पपुलारिटी बढ्दैछ है मेरो यताउति। यो अर्कोबाट मान्छेहरूले अनि यो यताको मान्छेहरूले चिन्छ क्या मलाई, साउदीहरूले। किनभने यो पनि एउटा चाहिँ एउटा बाटो, मान्छेहरू चिन्ने बाटो पनि हो क्या राम्रो काम गरियो भनेदेखि। र अलिकति राम्रो तरिकाले चाहिँ भ्लगिङ गरियो भनेदेखि यो राम्रो कुरा पनि हो, धेरै मान्छेहरूलाई सहयोग पनि पुग्छ। त्यो सँगसँगै आफूलाई समय पास गर्नु पनि भयो। म पनि यो बाटो जहिले 20 मिनट हिँड्दै जानुपर्छ, हिँडेर 20 मिनट। त्यो भएको बेलामा हल्का यो भ्लग बनाउँदै गयो भने चाहिँ मलाई समय पनि अलिक कम लागे जस्तो हुन्छ। है रमजान लाग्यो, सब घर सफा गरेको रहेछ यार। नेपालको दसैँ लागे जस्तो क्या। नेपालमा दसैँ लाग्ने बेला त्यहाँ गर्छ नि त, सेम भएपछि पुरा रोडभरि पानी भएको छ सफा गरेर गर्दाखेरि। त्यो भएर चाहिँ हल्का यो धेरै कुराहरू जोडिएको छ यो मेरो भ्लग बनाउनुमा। मैले भ्लगिङ गर्नुमा कुनै समय मिलेको बेला यसको बारेमा पनि भिडियो बनाउँछु। किनभनेदेखि पैसा नै सबै थोक चाहिँ होइन, पैसाले सँगसँगै अलिकति आफ्नो सबै कुराहरू मेन्टेन गर्नु चाहिँ राम्रो हो। जस्तो अब मेन्टली फ्री हुनु, त्यसपछि समय कुनै पनि काममा बिजी हुनु, हेरिकन हुनु, यो पनि एक किसिमको यो भ्लगिङले गर्दाखेरि मलाई हल्का सपोर्टिङ गरिरहेको छ। नत्र भनेदेखि अब मोबाइल हेर्नु खासै विशेष काम हुँदैन, त्यस्तो कहिलेकाहीँ बोल्दा मात्रै हो घरतिर साथीभाइसँग। नभएदेखि यो भ्लगिङ गरेपछि समय हुन्छ कि त भिडियो बनायो, त्यसपछि एडिटिङ गर्यो, हाल्यो, त्यसपछि त्यसको बारेमा चाहिँ अब अलिकति जानकारीमूलक भिडियोमा हामीले पनि हेर्नुपर्ने हुन्छ। किनभनेदेखि
अब यो युट्युबको क्राइटेरियाहरू के छ, यो डेली ब्लगिङको यो पनि एउटा कामै हो नि त। अब त्यही हो, कुनै पनि नीति नियम लागु भनेपछि सधैँभरि लागु हुँदैन, त्यही नीति नियम फेरिरहन्छ। यसको पहिला 2024भन्दा अगाडितिर अर्कै खालको क्राइटेरिया थियो रहेछ, अहिले अर्कै खाएको छ। यसमा पनि हल्का नर्मली बेसिक अनुभव त चाहिहाल्यो, जानकारी त। भिडियोमा सबै कुराहरू हाल्न सकिँदैन, के कुरा हाल्ने के कुरा नहाल्ने, एडिटिङ गर्नुपर्ने हुन्छ, बनाउनु पर्ने हुन्छ, धेरै कुराहरू जोडिएको छ यसमा। मान्छेलाई सटक्कै हेर्न त सजिलै हुन्छ, तर क्यामेरा भन्दा पछाडिको सङ्घर्ष चाहिँ धेरै हुँदो रहेछ है त। एकदम सानो सानो कुराहरू पनि माइन्ड राख्ने, अलिकति थोरै काहीँ न काहीँ त्यो भइ नै जान्छ गरिरहँदाखेरि, कहीँनिर कताको फोटो कहीँ कता बोलेको क्याप्चर भइ नै हाल्छ क्यामेरा अन भइसकेपछि। त्यसलाई त अब काटकुट गर्नु परिहाल्यो। यो चस्मा चाहिँ मैले किन लगाएको भने घाम छ कि यस्तो धेरै, यो बिना चस्मा त आमा यस्तो गाह्रो हुन्छ है। चस्मा लगाएपछि हल्का सहज महसुस हुन्छ। यो चाहिँ चस्मा नभएको भारी गाह्रो हुने हो, हल्का शीतल देखिन्छ क्या। त्यसपछि अलिकति यो घाम कम लागे जस्तो हुन्छ, तर बडीमा त प्रभाव परिरहेको हुन्छ। रुमबाट निस्केको 10 मिनट भयो, पसिना आइसक्यो। यो साउदी अरेबियाको रियल लाइफ, काममा गयो, काममा फर्क्यो, भात खायो, सुत्यो, घरमा एकदिन छुट्टी हुन्छ, छुट्टीमा यताउतातिर घुमघाम गऱ्यो, आयो। अब आज 16 होला, भोलि 17, 18, 17को दिन मेरो छुट्टी पर्ने चाहिँ 18 देखि रमजान होला। पहिला भन्दा अहिले अब यो रमजानले गर्दा हल्का कम भएको छ, कस्टमरहरू हल्का सहज भएको छ। तर यो चाडबाडले गर्दाखेरि उस्तै हो, कहिले काहीँ गाह्रो पर्छ, धेरै काम गर्नुपर्छ, कहिले काहीँ कम काम गर्नुपर्छ। यो ठाउँ मेरो धेरै स्मरणीय रहने भयो, यो एरिया चाहिँ। किनभनेदेखि यो ठाउँमा चाहिँ म दिनकै काममा आउनुपर्छ, यही बाटो, भरे राति पनि फर्किने यही बाटो हो। म हामी चाहिँ काम गर्दाखेरि चाहिँ गरिन्छ त, गाडी अब सम्भव हुँदैन सधैँभरि, साइकल किन्नु चाहिँ सकिन्छ। तर साइकल कस्तो हुन्छ भनेदेखि यो अरू देश जस्तो हुँदैन कि, किन्न चाहिँ पाइन्छ, तर कस्तो भनेदेखि मर्मत गर्ने ठाउँ भेटिँदैन कि, यहाँ पाउँदैन। साइकल के गर्दा बिग्रिरहन्छ, टाढो पर्छ। त्योभन्दा पनि सजिलो 20 मिनटको बाटोमा सरर हिँड्यो, हल्का फ्रेस पनि भइन्छ। ल अब आधा घन्टा जति बाटो लाग्न गाह्रो हुने हो, अब 20 मिनट जतिको बाटो फर्कमा त त्यति गाह्रो हुँदैन। हामीले चाहिँ विदेशमा यसरी समय बिताउनु पर्ने हुन्छ है त। बिहान त अब त्यही हो, नाइट ड्युटी मर्निङ ड्युटी भन्ने हुन्छ, तर पनि त्यो ठ्याक्कै त्यही टाइम ड्युटी हुँदैन, अलिकति अगाडि कि त पछाडि सिफ्ट चेन्ज हुन्छ। मेरो नाइट ड्युटी भने हुन्छ, तर
अब 3 बजेदेखि सुरु हुन्छ काम, उता 2 बजी सकिन्छ। मर्निङ ड्युटी भन्छ 8 बजी आउने हो, भरे 8 बजी सकिन्छ। यो चाहिँ भयो साउथ एरियाको हाम्रो नर्मली मान्छेको चाहिँ दैनिकी। खासै भिडियोहरूलाई चाहिँ अब मेरो अनुभवमा हेर्दाखेरि चाहिँ धेरै नै एडिटै गर्ने रहेछ कसरी हाल्ने भनेर। तर चाहिँ मेरो त्यो खासै एडिटिङ हुँदैन मेरो चाहिँ। किनभनेदेखि देखावटी मैले त खास मेरो भिडियोमा चाहिँ खास मैले नेचुरल अर्ग्यानिक देखाउनु खोजेको नि त, जे छ त्यो भएर मान्छेहरूलाई इन्सपिरेसन होस्। त्यसपछि मान्छेहरूको यथार्थ भनेको चाहिँ के हो साउदी अरेबियामा भन्ने कुरा हो। हाम्रो देशमा त यस्तो देख्नु पाइँदैन है, पुरा आँखाले भ्याउँदो। यस्तो घाम लागिरहेको छ कि अहिले 30 डिग्री छ। यो त म बानी भएकोले गर्दा मात्रै हो यतिको मलाई खासै प्रभाव नपरेको, गाह्रो नभएको। नभएदेखि चाहिँ यो नयाँ मान्छेलाई गाह्रो हुन्छ। यो ठाउँ त्यस्तै छ है, आँखाले भ्याउँदो, बगारी बगर, चिनेको कोही छैन। यहाँको मान्छेहरू गाडीमा हिँड्छ, सुइँ आउँछ सुइँ गइहाल्छ। हाम्रो भनेको गाडी पनि हुँदैन, चिनेको पनि हुँदैन। एक्लै जाने हो काममा, काम गर्ने हो, फर्किने हो। दिनकै यस्तो रहेछ, काममा जाने आउने गरिन्छ विदेशमा चाहिँ। पैसा चाहिँ हामीले यसरी कमाएको हुन्छ है त। अब अरूले चाहिँ देख्छ पैसा मात्रै देख्ने हो, कमाएको मात्रै देख्ने हो। तर त्यो भित्रको सङ्घर्ष चाहिँ कति छ, कस्तो हुन्छ भन्ने चाहिँ यहाँबाट देखाउनु खोजेको त मैले एक्सप्लोर गरेर। काम चाहिँ यस्तो हुन्छ। हो यो चाहिँ यो स्कुलको वालले गर्दाखेरि यहाँ च्याप्प गरी हुन्छ कि यहाँ चाहिँ धेरै लामो छ नि त, त्यो भएर यहाँबाट हावा पास हुनु पाउँदैन, भइहाल्छ। अब फेरि यो वाल कटिसकेपछि फ्रेस हावा आउँछ, हावा खेल्न पाउँछ नि त। यतिसम्म हो, फेरि चिसो हावा आइहाल्यो, छेड्छ कि छेड्ने भएकोले गर्दाखेरि यहाँ गाह्रो हुन्छ। त्यसले छेड्न त्यो उखु निस्किने बित्तिकै यस्तो दामी भयो, फेरि चिसो हावा। डाँडाकाँडा छैन, ठाउँमा मात्रै छ। अलिकति वालले छेक्यो भने गरी भइहाल्छ हावा खेल्न नपाएर। अब चाहिँ मेरो काम गर्ने ठाउँमा आइपुगेँ त। अब चाहिँ क्यामेरा बन्द गर्नुपर्ने हुन्छ। आजको लागि चाहिँ मेरो भ्लग यति भयो।